भोलितिर आएर पिदिनु खानु पिउनु तिमीलाई कति जोड लाग्यो होला तिमी कति पुग्यो होला तिमी कति पढायो होला तिमीले बोलाउँदाखेरि पनि कसैले सुनिदिएन कसैले तिमीले बुहारी दिएन तिमीलाई तिमी यसरी दुःखमा नगर तिमीले यहाँनिर तिमीले खाने जग्गा यहाँनिर मान्छेले तिमीलाई खनिदिएको छ नारीको ऋषिबाट कसले मुलुङ गरेर यहाँनिर खोलिदिएको छ आएर तिमीले पिएर जानु खाएर जानु कसैले पनि देख्ने छैन तिमीले बोलाउँदा पनि कसैले हेर्ने छैन तिमीले गुहार्दा पनि कसैले सुनिदिने छैन कसै आइकन गुहारिदिने छैन र त्यसले गर्दाखेरि यो संसारदेखि त तिमी अर्को संसारमा गएर तिमीले 84 जुनी पार गरेर तिमी आउनुपर्छ जानुपर्छ भाग्यमानी भएर आउनुपर्छ तिमी आयुदारी भएर आउनुपर्छ तिमीले यहाँनिर साका सन्तानलाई हेर्ने हुनुपर्छ तिमी आफ्नो बाउआमालाई हेर्ने हुनुपर्छ देखेर मिल्लो देख्लो छावनमा यो वनमा हिँडेर खान मिल्लो नानी मिल्ने भने धारा एउटा धारा एउटा लो धारा खान मिल्लो अचम्छन मिल्ने खान मिल्लो माया मिल्ने साथी बान्ना जोड्छौ नि खाना तिमी हाँसी हाँसी खुसी खुसी गरेर गइदिनु किनभने तिमी फेरि पनि यो संसारमा आएर फेरि पनि तिम्रो तिमीले तिम्रो दाजुभाइहरूलाई तिम्रो साका सन्तानलाई तिमीले हेर्नुपर्ने छ तिमी ज्ञानी भएर आउनुपर्ने छ ज्ञानी भएर आउनुपर्ने छ त्यो एकछिन बत्ती यता ल्याउ त अलिक यता बोलेर लुकाएर कसले बजायो मलाई त्यो
त्यो भित्र उयो लगाइदिनुहोस्, हुब्रो लगाइदिनुहोस्। तर नि लु अब खिचेर राख्ने राखिहाल्नुहोस् है।